रात भनेको के हो भन्दाखेरि कालको साया। सुत्ने भनेको के हो त मर्ने। बिहान के हुने त फेरि जन्मिने। साँझ मर्ने बिहान जन्मिने, साँझ मर्ने बिहान जन्मिने गर्दा पनि म मर्छु भनेर निश्चित हृदयमा चाहिँ ग्यारेन्टी लिन नसक्ने। त्यसो अर्को त मर्यो नि म कहाँ मर्छु भन्ने जस्तो गर्ने के। हो नि, अर्काको मलामी जाँदासम्म हामीलाई फिल हुँदैन। आफू जस्तै शरीरलाई पोल्दा पोल्दै आगोले खाइरहेछ, हामीले त्यसमा ज्ञान लगाएर हेरेनौँ कि मेरो पनि एक दिन यस्तै हुन्छ भनेर सोचेनौँ कि। आएन आएन। त्यसो भएर ज्ञानको आवश्यकता छ। ज्ञान भए सोचिहाल्ने थियो नि। ज्ञान नभए हुनाले त्यसको मतलब भएन। खालि भौतिकवाद दृष्टि भयो, त्यो अरू आध्यात्मिकवादको दृष्टिलाई छुनै सकेन। दुईटै आँखा खोलेर हेर्नुपर्छ बाबु। एउटाले आध्यात्मलाई हेर्ने, एउटाले भौतिकलाई हेर्ने, समन्वय गर्ने। दुईटैलाई समन्वय गर्न जानेपछि आत्मशान्ति पनि प्राप्त हुने अनि शारीरिक शान्ति पनि प्राप्त हुने। अब संसारमा सबभन्दा ठुलो सुख यही मैले माने।